धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस कड़ीमा म कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि निर्णायक मण्डल र सम्पूर्ण गुरुहरू साथै प्रतियोगी र सम्पूर्ण विद्यार्थी साथीहरू, आज भीमसेन थापा गाउँपालिका गाउँ शिक्षा शाखाको आयोजनामा सञ्चालन भएको पालिका व्यापी अन्तर्मावि वक्तृत्व कला प्रतियोगितामा म पित्रावती माध्यमिक विद्यालय भीमसेन थापा मसेलबाट सहभागी हुन उपस्थित भएको छु। आजको वक्तृताको विषय रहेको छ सुनौलो हजार दिनको महत्व। म समयको पाबन्दीलाई मध्यनजर गर्दै आफ्नो विषयवस्तु अगाडि बढाउने अनुमति चाहन्छु। सभाध्यक्ष महोदय, आमा गर्भवती भएको दिनदेखि बच्चाको उमेर 2 वर्ष हुँदासम्मको समयलाई नै सुनौलो हजार दिन भनिन्छ। गर्भको अवधि 270 दिन र जन्म पश्चात 2 वर्षको उमेर 730 दिन गरी जम्मा 1000 दिनलाई नै सुनौलो हजार दिन भनिएको हो। यो अवधि मातृ शिशु दुवैको स्वास्थ्य विकासका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। वास्तवमा सुनौलो हजार दिन भने गर्भवती शिशु र नवजात शिशुको जीवनको जग हो, आधार हो भने गर्भवती र प्रसुति एवं बच्चालाई स्तनपान गराइरहेकी महिलाका लागि अलि चुनौतीपूर्ण अवधि हो। तसर्थ अत्यन्तै सचेत गरी यो 1000 दिनको अवधिलाई व्यवस्थापन गर्नुपर्दछ। सुनौलो 1000 दिनको महत्त्वलाई यस अनुसार प्रश्न पार्न सकिन्छ। 1. मस्तिष्क विकासको आधार। एक अध्ययन अनुसार बच्चाको मस्तिष्कको करिब 80% विकास यही पहिलो 2 वर्षभित्र हुन्छ। बच्चाले पाउने उचित पोषण र हेरचाहले उसको मानसिक र संवेगात्मक विकासमा सकारात्मक प्रभाव पार्छ। 2. कुपोषणको रोकथाम। यस अवधिमा बच्चालाई कुपोषण लाग्न नदिनका लागि संवेदनशील हुन्छ। उचित पोषण, स्तनपान र सरसफाइका माध्यमबाट कुपोषण रोक्न सकिन्छ, जसले बच्चाको दीर्घकालीन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। 3. मस्तिष्क विकासको आधार। 3. रोग प्रतिरोधात्मक क्षमताको विकास। यस समयमा बच्चाको रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ। आमा दूध र पूरक आहारले बच्चालाई विभिन्न रोगसँग लड्ने शक्ति प्रदान गर्छ। 4. शारीरिक वृद्धि र विकास। बच्चाको शारीरिक वृद्धि र विकासका लागि आवश्यक पर्ने पोषक तत्त्व यही अवधिमा प्रदान गर्नुपर्छ। पर्याप्त पोषक तत्त्वले बच्चाको तौल, उचाइ र समग्र शारीरिक संरचनाको विकासमा सही मद्दत पुर्याउँछ। 5. दीर्घकालीन स्वास्थ्य र सिकाइ। यस अवधिमा सुनौलो 1000 दिनमा राम्रो हेरचाह पोषण पाएका बच्चाहरू भविष्यमा स्वस्थ, फुर्तिलो र बौद्धिक रूपमा सक्रिय हुने सम्भावना बढिरहेको छ। जसले उनीहरूको सिकाइ क्षमता र विद्यालय प्रदर्शनमा सकारात्मक प्रभाव पार्छ। 6. मातृ स्वास्थ्य। यस अवधिमा आमाको स्वास्थ्यको पनि उत्तिकै महत्त्व हुन्छ। गर्भ अवस्थामा नियमित स्वास्थ्य जाँच, सन्तुलित आहार र पर्याप्त आरामले आमा र बच्चाको दुवैको स्वास्थ्य विकासका लागि मद्दत गर्छ। 7. परिवार र समुदायको भूमिका। यस अवधिमा आमा र बच्चाको हेरचाहका लागि परिवार र समुदायको भूमिका अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। पोषण, सरसफाइ र